यदि नेपालमा केही नराम्रो हुन्छ वा कसैले अन्याय गर्छ र भोग्छ भने त्यहाँ एउटा विश्वास छ कि यस्ता चिजहरू सती र सरापेको देश हुनैपर्छ भन्ने। सती प्रथा के हो र कसले र कहिले समाप्त गरियो भन्ने आजको यो विस्तार कथामा हामी जान्नेछौँ। नमस्ते दर्शकबिन, नेपाली कथा संसारमा स्वागत छ। मेरो नाम अमर हो। यहाँ हामी मनमोहक र रमाइलो कथाहरू सुन्छौँ। मन पर्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोस्। घन्टी थिचेर नयाँ कथा नछुटाउनुहोस्। आजको कथा सुरु गरौँ। सती प्रथा एक प्राचीन र क्रूर सामाजिक प्रथा हो जसमा पतिको मृत्युपछि उनकी पत्नी विधवालाई पतिको चितामा जिउँदै जलाउन बाध्य गरिन्थ्यो वा उनले स्वेच्छाले चितामा हाम फालेर आत्मदाह गर्न पर्थ्यो। यो प्रथा विशेष गरी हिन्दू समाजमा प्रचलित थियो र नेपाल र भारतको केही भागमा मैथकालीन समयमा व्यापक थियो। सती प्रथालाई सामाजिक र धार्मिक रूपमा विधवाको पतिको प्रति निष्ठा र समर्पणको उच्चतम उदाहरण मानिन्थ्यो, तर धेरैजसो अवस्थामा यो जबरजस्ती गरिन्थ्यो जुन अमानवीय क्रूर मानिन्थ्यो। यो प्रथा विशेष गरी राजपरिवार र उच्च जातका समुदायमा सुरु भएको थियो, तर पछि अन्य समुदायमा पनि फैलियो। सती प्रथालाई कसले र कहिले समाप्त गर्यो? नेपालमा सती प्रथालाई श्री 3 चन्द्रशमशेर जङ्गबहादुर राणाले औपचारिक रूपमा कानुनी रूपमा समाप्त गरे। यो प्रथालाई भारतमा सन् 1829 मा बेङ्गल सती रेगुलेसन समिति नियमद्वारा प्रतिबन्ध भएको थियो र त्यसको पछि 51 वर्षपछि नेपालमा समाप्त भएको थियो। सती प्रथा समाप्त गर्नुको कारणहरू थप कतिपय छन् जसमा हामीले अब प्रमुख जान्ने गर्छौँ। अमानवीय क्रूर प्रथा। सती प्रथा विधवाहरूमाथि चरम हिंसा थियो। धेरैजसो महिलाहरूलाई जबरजस्ती चितामा जलाउन बाध्य गरिन्थ्यो जुन सामाजिक र नैतिक रूपमा गलत मानिन्थ्यो। सामाजिक सुधारको माग गर्दै 15औं शताब्दीमा सामाजिक सुधारकहरू जस्तै नेपालमा योगमाया न्युपानेले सती प्रथाको विरोध गरे। योगमायाले 1918 मा नारी समिति गठन गरी सती प्रथा र विधवामाथिको सामाजिक अन्याय विरुद्ध लडिन्। उनको अभियानले चन्द्रशमशेरमाथि दबाव सिर्जना गर्यो। भारतले सन् 1929 मा सती प्रथालाई गैर कानुनी बनाएको थियो र नेपालमा पनि ब्रिटिस सरकारको दबावले चन्द्रशमशेरलाई यो प्रथा पूर्ण रूपमा हटाउन गर्यो। नैतिक र कानुनी सुधार चन्द्रशमशेरले आफ्नो 58औं जन्मदिनमा यो प्रथालाई समाप्त गर्ने कानुन लागू गरे जुन उनको शासनकालको एक प्रमुख सुधार थियो। यो कदमले उनको शासनलाई प्रगतिशील देखाउने र सामाजिक सुधारमा योगदान पुर्याउने उद्देश्य राखेको थियो। महिलाहरूको अधिकार। सती प्रथाले महिलाहरूको आधारभूत अधिकार हनन गर्दथ्यो। यो प्रथालाई समाप्त गर्नले विधवाहरूलाई सामाजिक अन्याय र हिंसाबाट मुक्ति दिने प्रयासलाई सङ्केत गर्थ्यो। तर किन ठ्याक्कै नेपाललाई सती र सरापेको देश भनिन्छ? यो विश्वास दोलखाको भीमसेनले पसिना काडे भने जस्तै मात्र हो। आजको विस्तार कथामा हामी यसलाई बुझ्ने प्रयास गर्छौँ। प्राचीन हिन्दू समाजमा विशेष गरी जब पतिको मृत्यु हुन्थ्यो, आफ्नो मृतक पतिसँग जिउँदै जन्ने महिलालाई सती प्रथा भनिन्थ्यो र यो प्रथालाई सती प्रथा भनिन्थ्यो। पतिको मृत्युपछि विधवालाई गाँजा जस्ता नशालु पदार्थ दिइन्थ्यो जसले गर्दा उनी बेहोस हुन्थिन्। बेहोस पत्नीलाई मृतक पतिको छेउमा चितामा राखिन्थ्यो। सो गर्नेहरूले बलिया लठीहरू हातमा लिएर छेउमा उभिन्थे। पुजारीहरू उभिएर धार्मिक विधिहरू पढ्दथे। जब आगो बल्न थाल्थ्यो, नशाबाट बेहोसेकी महिला चिच्याउन थाल्थिन्। उनी मद्दतको लागि गुहार्थिन्, तर उनको चित्कारलाई दबाउन ढोल, शङ्खा र घन्टी जस्ता चर्का आवाजहरूको बद्यानहरू बजाइन्थ्यो।
जब आगोले मृतक पतिसँग बाँधेको डोरी जलिसक्थ्यो र आगोको ताप सहन नसक्ने र महिला हामफाल्न खोज्थे। तर बलिया लाठीहरू लिएर उभिएका शोक गर्नेहरूले पुजारीको आदेशमा उनलाई लट्ठीले हिर्काउँथे ताकि उनी चिताबाट उठ्न नसकुन्। उनीहरू असहाय महिलालाई अशब्द बोल्दथे। बिस्तारै आगो र लट्ठीको चोटले उनलाई कमजोर बनाउँथे र सती प्रथाको आडमा उनी एकै क्षणमा हरामीमा परिणत हुन्थे। कतिपय ठाउँमा महिलाहरूलाई फलामको साङ्लाले ठुला काठका लठाराहरूमा बाँधेर चितामाथि राखेर जिउँदै जलाइन्थ्यो। ती महिलाहरूले जति प्रयास गरे पनि फलामको साङ्लोबाट फुत्किन असम्भव थियो। यदि कुनै पुरुषका धेरै पत्नीहरू थिए भने ती सबैलाई जिउँदै जलाइन्थ्यो। यदि पतिको मृत्यु हुँदा पत्नी गर्भवती थिइन् भने बच्चा जन्मेपछि मृतक पतिको लुगाको कुनै टुक्रासँग उनलाई जिउँदै जलाइन्थ्यो। यदि पत्नी घरबाट टाढा भए पनि उनलाई फर्काएर ल्याएर सतीको नाममा जिउँदो जलाइन्थ्यो। सामन्ती शासक, राजा, महाराजा, सम्राटहरूका पत्नीहरूका साथै निजी सेवक, दासी र उपपत्नीहरूलाई पनि सतीको नाममा जिउँदै जलाइन्थ्यो। मृतक पतिसँग जिउँदै जल्नु जसलाई सती धर्म भनिन्थ्यो। पुजारी र धार्मिक नेताहरू महिमण्डप गर्दथे। भारतका गङ्गा, यमुना र जमुना जस्ता ठूला नदी किनारहरूमा, नेपालका बागमती, कोशी, नारायणी, गण्डकी, कर्णाली र महाकाली नदी र किनारहरूमा मृतक सँगै महिलाहरूलाई सतीको नाममा